हेलो गाइज, गुड आफ्टरनुन। बिहानदेखिको चाहिँ भ्लग सुरु गर्न सकिनँ म, गरमले अप्पी भएर हो। र अहिले चाहिँ अब नुहाइ धुवाइ शीतल भएर अहिले चाहिँ 1:30 पनि बज्यो। र अब चाहिँ पालो आयो खाना खाने, र छोरा पनि अब आउनु आँटेको छ खाना खानुलाई। र छोरा आएपछि खानासाना खाएर चाहिँ हामी चाहिँ जाने हो तल घर जाने हो, मतलब क्वार्टरमा। 6 महिनादेखिको क्वार्टर छोडेको मैले, मेरो खुट्टा फ्र्याक्चर भएकोदेखिको यहीँ मूल घरमै छु म। आज चाहिँ म जानु पर्यो। के हालत छ मेरो घरको, फुलहरू पनि सुकिसकेको छ अरे। र अब हेरौँ न छोराले घर चाहिँ कस्तो खालको चाहिँ राखेको छ। अब मेरो टुप्पी तातिने चेलीले राखेको छ कि दिमाग ठन्डा हुने, टुप्पी ठन्डा खुसी हुने खालको राखेको छ। अब त्यो चाहिँ घर गएर नै थाहा पाइन्छ। र यहाँ वेदर, आजको वेदर चाहिँ एकदमै गरम छ साथी हो। ल हेर्नुहोस् त, गरम भए पनि हावा चाहिँ चलि नै रहेको छ। वेदर चाहिँ दामी नै छ, गरम भए पनि हावा चाहिँ चलि नै रहेको छ। र अब छोरा आएपछि चाहिँ खानासाना खाएर लाग्ने हो घरतिर, क्वार्टरमा। र गएर एकछिन हेर्नु पर्यो कस्तो राखेको छ, के राखेको छ। आफूले गर्नु नसके पनि अराउनु पर्यो, अनि आउने हो फेरि यहीँ नै। सो अब अहिले चाहिँ खाना खाने पालो आयो, लन्च गर्ने पालो, र लन्च गरेर चाहिँ जाने हो। र साथी हो, अब चाहिँ पालो आयो खाने। छोरालाई पर्खिँदै त आएन, हामी चाहिँ अब खानु बसेको। त्यो कति बेला आउँछ भने। र यहाँ हामी को बसेको छौँ भन्दा, र खानामा चाहिँ के छ मेन्यू चाहिँ आजको म देखाउँछु तपाईँहरूलाई। ल हेर्नुहोस्, आजको खानामा छ भात भइगयो। स्पेसल छ यो, के अरे माछाको लो। यो अन्डा पनि छ नि। माछाको लो कोलाई मनपर्छ कमेन्ट गर्नुहोस् है। अनि माछा छ, काँक्रा छ, यहाँ छ डल्ले खुर्सानी त हुनै पर्ने हो, कालो दाल छ। सो यहाँ सबैजना हामी खानु बसेको छौँ। हाम्रो अमृतले नि खाँदैछ। ए देख रहे यहाँ हाइकाइ दे। अनि यहाँ माइली दिदी हात हलाइदिनुहोस्। मिठो भएछ, दामी मन खाएर अब कस्तो हुन्छ पनि। अब चाहिँ मन खानु पऱ्यो, खाएर मन बताउँछु तपाईँलाई टेस्ट कस्तो भएछ आजको। हो नि त, अब फर्स्ट बाइट खाए ल। टेस्टी माछाको अन्डा। दामी। ल अब खाएर भेटौँला ल साथी हो। खानासाना खाएर अब चाहिँ हिँडेको तलतिर, घरमा भन्दा नि क्वार्टरमा। यहाँ सिँढीमा चाहिँ अलिकति हेरौँ अब छोराले के अवस्था बनाएको छ घरको। र छोरा त गयो, अब हामी दुई बुढाबुढी जाँदैछौँ मेरो हमसफर। सो यहाँ सिँढीमा म चाहिँ उत्रिँदैछु। हेरौँ त वकरमा चाहिँ, वकर अरे स्टिकमा कसरी उत्रिन्छु। 1 2 ल म जाँदैछु। माइली दिदी पनि मलाई गाडीसम्म छोड्नु आउनु हुँदैछ। पछि अगाडि माथि ए हो। सो साथी हो, अहिले चाहिँ म जाँदैछु घर क्वार्टर। र 6 महिना भयो घर छोडेको पनि। अब घरको हालत कस्तो छ के छ हेरौँ। हामी दुईजना जाँदैछौँ। घर पुगेपछि नै थाहा हुन्छ, तपाईँहरूलाई म देखाउने छु घरको अवस्था चाहिँ के चाहिँ भयो होला। मेरो फुलहरू सबै सुक्यो अरे। एकदमै मलाई चाहिँ हेर्नु मन लागिरहेछ। र आज 6 महिना बाद म चाहिँ आउँदैछु। मेरो घर कस्तो छ के छ हेरौँ है। मन्दिर यो कलबट यस्तो रहेछ नि त, अन्त गाडीमा किन नलाग्नु। यस्तोमा चढाउँछ नानुले, आफै लाग्छ ट्याक्कै। जाएर हेर्नुहोस् मेरो घरको अवस्था। ताला लगाएको छ क्या। सो मेरो घरको अवस्था हेर्नु है त कस्तो भएछ। अम्बो भूत बङ्गला जस्तै भएछ। धन्न घाँसमा चाहिँ अस्ति है दबाई छरेर। ऐसल मेरो यो मसानी त राम्रो फुलेछ नि है। हो जङ्गल भएछ नि हौ। यो पनि बढेछ, यो धुप्पी पनि है। मेरो जम्मा फुल पनि सुकेछ। हेर्नुहोस् है साथी हो मेरो फुलको अवस्था।
मान्छे नबसेकै जस्तो भएछ। तर मलाई यो फुल देखेर चाहिँ साह्रो खुसी लाग्यो। आम्बो मुसेन्डा, अरू चाहिँ सबै सुकेछ। ए बोगनबेली पनि जङ्गल भएछ। सबै फुल जति हेर्नुहोस् है गाइस। मेरो घर 6 महिना बाद आउँदा यस्तो। फाइनली गाइस म आइपुगेँ घर र मेरो घरको फुलबारी देखाउँदैछु तपाईँहरूलाई। आँगनहरू कस्तो चाहिँ भएको छ, एकदमै बिरक्तै लाग्दो। हेरिहाल्नुहोस् तपाईँहरू नै, ल हेर्नुहोस् है। सबै फुलहरू सुकेर यहाँ चाहिँ घाँस मरेर। यहाँ मैले अपराजिता लगाएको थिएँ कि पारिजात कि के मरेछ। ए जङ्गल। ए मेरो ह्याङ्गिङ पोटमा त छैन, फुलहरू सबै सुकेछ। फेरि सुरुदेखिको लगाउने बेला भयो। तर एउटा चिज देखेर चाहिँ खुसी लाग्यो। यहाँ मेरो बोगनबेली अरे सरी के अरे मसन्डा चाहिँ दामी फुलिरहेको रहेछ हो। र बोगनबेली पनि एकदमै जङ्गल भएछ। फुलको चाहिँ नाम निशान छैन। र घाँस मार्ने दबाई अस्ति छिटाएको थियो र घाँस चाहिँ मरेछ। र यहाँ हेर्नुहोस् मेरो यो सबै मेरो यो एरिका पनि एरिका पाम पनि यस्तो भएछ। धन्न एउटा चाहिँ बाँचेछ। ए ह्याङ्गिङ पोटमा त छैन। ए स्पाइडर प्लान्ट चाहिँ यो चाहिँ जियालो हो। यो चाहिँ बाँचिरहेको रहेछ। यसलाई नि खै माटो साटो पनि हाल्नुपर्ने रहेछ। अब चाहिँ भित्र जाउँ है। भित्र जाँदा चाहिँ अब मेरो टुपी तात्तिने हो के हुने हो है। आम्बो अम्मा नि मेरो घर। लाइट बाल्नु है त। होम स्विट होम। आमाहरू ए आमा च्यालेले हेर्नुहोस् है त, मेरो छोराको च्यालेले। इस डाइनिङ टेबल त के होस् त बजार। ए बेडको अवस्था यस्तो। फ्यान खोल्नु नि, गरम भयो। यहाँ मेरो आमाहरू हुँदैछन्। अनि खिड्कीहरू खोलिदिनु। ए म नि मेरो पूजा रुम पनि यत्तिकै छ हो। छोरा चाहिँ यहाँ गेम खेलाइ भइरहेछ। घर चाहिँ कस्तो गरिराखेको हो छोरा? तेरो लागि। ए यता बेडरुम। बेडरुममा फेरि क्या हो यस्तो गन्जागोल। आम्मामामामामाम लु मेरो त दिमाग खराब भयो। खै गरम। ल हेर्नुहोस् मजाले हेर्नुहोस् है साथी हो। ए मेरो डाइनिङ टेबल के यस्तै हुन्थ्यो। नि मेरो मनी प्लान्ट पनि मरुम कि बाँचौँ भइरहेको छ। पानी पनि फेरिदिएको छ कि फेरिदिएको छैन कुनै। ल हेर्नुहोस् ए सिटिङ रुमको अवस्था के। मेरो सिटिङ रुम यस्तै हुन्थ्यो। त्यहाँनिर हुन्थ्यो मेरो एरिका पाम। अनि यहाँ यो प्लान्ट चाहिँ कस्तो भयो पनि। धुलै धुलो भएछ। धन्न पानी चाहिँ रहेछ त्यहाँ कहिलेको हो पनि। अनि मेरो यो बेड सिटिङ रुमको ओछ्यान हेर्नुहोस् है त कस्तो दामी है। आम्मामा के यस्तै हुन्छ मेरो यो सिटिङ रुमको बेड। कहिले मिलाउनु, कहिले तङ्ग्रिनु। यहाँ त अब ठिकै छ। त्यो हेर्नुहोस् न मेरो प्लान्ट पनि जुम गरौँ। सुकिसकेछ हो। त्यसमा नि पानी फेर्नु पर्ने रहेछ। के गरौँ अब? बाहिर जाउँ। घरमा मान्छे भएको नभएको बहुत अन्तर। प्लस छोरी मान्छे भए त चटक चिटिक पनि राख्थ्यो होला। आमामामामा लु हेर्नुहोस् मेरो किचन। ए ग्यास चुल्हामा हेर्नुहोस् त यहाँ कत्रो चाहिँ लिएर बसेको छ।
धुलो थेत्तेरी हो कहिले ठिक हुनु इस यहाँ पनि चटक चिटिक हुन्थ्यो यस्तो अवस्था छ के गर्नु अनि यहाँ त आमामा लो जङ्गल यहाँबाट रोड देख्थ्यो त्यहाँबाट गाडीहरू हिँडिराखेको देख्थ्यो छैन त्यो पनि जङ्गल पुरै पलाएछ ल हेर्नु यो चाहिँ धन्न यो घाँस चाहिँ अस्ति माइलाले घाँस मार्ने दबाई लगाइदिएर होला ठिक भएको मेरो ड्रागन फ्रुटहरू है औ के हो अँधेरो पो देख्यो त होइन ल हेर्नुहोस् है साथी हो मेरो ड्रागन फ्रुट फुल लागेछ हौ ल हेर्नुहोस् है मेरो ड्रागन फ्रुटमा पनि फुल लागेछ फुल ड्रागन फ्रुटको खुसी लाग्यो यसरी टायरमा लगाउनुपर्छ चिचिला छैन अझै छ होला हौ छैन एउटा फुलेको रहेछ फुल फुलिसकेपछि फल लाग्छ केरा पनि जङ्गल भएछ गुवा पनि लडेछ सुपारीको गाछ जङ्गल लो ट्याङ्कीमा पनि पिपलको उयो भएछ है अब चाहिँ म देखाउँछु मेरो यो भित्रपट्टिको चाहिँ फुलहरूको अवस्था देखाउँछु है ल हेर्नुहोस् यतापट्टि चाहिँ पहिला देखाउँछु तपाईँहरूलाई ए जङ्गल भएछ नि कस्तो छोडेर गएको रबर प्लान्ट पनि आकाश छुनु आँटेछ कलम गरिदिनु पर्थ्यो लहराले पनि बेरेछ त्यो रबर प्लान्ट 12 मासे फुल पनि हौसिएर कहाँ पुगेछ नीलकमल पनि फुल्दो रहेछ बिसिआरमै मेरो यो क्यालेन्चोहरू यस्तो भरिभरि सारेर गएको थिएँ म क्यारेटमा यो चाहिँ ग्ल्याडिस हो कि के हो यो चाहिँ उसले बाबाले रोपेको होला ल हेर्नुहोस् यहाँ मेरो फुलबारी कस्तो दामी भएछ नि तर हरै लाग्दो है ह्याङ्गिङ पोटमा पनि सबै फुलहरू हेर्नुहोस् न मरेछ हेत्तेरी हो मैले बागडोग्राबाट ल्याएको थियो क्रिसमस प्लान्ट भन्ने त्यो पनि मरेछ छैन जङ्गल पनि भएछ यी गदवारीहरू पनि बिस्यारमै छ कहिले सफा गर्नु नि त यो 12 मासे चाहिँ धन्न चाहिँ ज्यालो है नि खोर्सानी पनि फल्दै रहेछ बिस्यारमै यो पनि ए ह्याङ्गिङ पटहरूको अवस्था साँच्चै नै हो यो छोराहरू त मोरै हो रहेछ हौ क्रिसमस प्लान्ट मेरो रहेछ नि यहाँ उखालौँ लाग्यो यो जङ्गल उखालिदिनु नि यो जरा स्याहार्न सुसार यहाँ पनि पानी त बेसी हाल्नु हुँदैन यसलाई फेरि मर्छ नि यो कचडा त के अब देखाउनु तपाईँहरूलाई गरम भयो मलाई चाहिँ साह्रो पऱ्यो गएको यसमा के अरे स्ट्यान्डमा हिँडेर अलिक ताकत पर्छ ल अब एकछिन चाहिँ रेस्ट गर्छु म र गाइस एकछिन बसेर अब चाहिँ लागेको मूल घरतिर र यहाँ जति पनि चेलीहरूले छ त्यो त अब म त गर्न सक्दिनँ अब भोलि चाहिँ अब एकजना मेरो एसिस्टेन्ट लिएर आउनु पर्यो त्यसपछि चाहिँ फाइनल लुक देखाउँछु म तपाईँहरूलाई सो अहिले जाँदैछौँ हामी मूल घरतर्फ